लेग पिस कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर ल माम हो त्यहाँ ल अगाडिबाट खिचार्दै तिन पाने आइराकाले आमा हजुर दाइ ह्यापी होली भिडियो पनि भएको छ फोटो पनि खिचाएको छ त्यो चाहिँ राइस बियर पनि देखाउनु यो चाहिँ पाउरोटी ल हेलो हेलो माइक चेक रङहरूको पर्व ह्यापी होली नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। हामी चाहिँ फ्यामिली टुर गर्दैछौँ लाकुरी भन्ज्याङ ललितपुरको लाकुरी भन्ज्याङ जान गइराखेको छौँ। दाइको चाहिँ यहाँ बाइकको चाहिँ चेन अलिकति टाइट गर्नुपर्ने भएर चेन टाइट गर्दै हुनुहुन्छ। अब हामी यहाँबाट निस्किन्छौँ। हामी अहिले भक्तपुरको सल्लाहघारी सूर्यविनायक चोकमा आइपुगेका छौँ। ह्यापी होली दिदी भेनाजु दाजु भाउजू हुनुहुन्छ ल है सबैजनालाई ह्यापी होली। बनेपाबाट नाला गुम्बा हुँदै हामी यो सूर्यविनायक चोकमा पुगेका छौँ। हामी चाहिँ अहिले फाइनल्ली जगतीमा निस्किन आइपुगेका रहेछौँ। यहाँबाट चाहिँ जगती हुँदै सूर्यविनायक पुग्छौँ। सूर्यविनायकबाट भित्र छिर्छ कि अलि माथि सल्लाहघारी चोकबाट जान्छ भन्ने कुरा चाहिँ मलाई अलिकति कन्फ्युज छ। म पनि पहिलोचोटि जाँदैछु। लाकुरी भन्ज्याङको यात्रा चाहिँ हाम्रो कस्तो हुँदैछ आजको भिडियोबाट चाहिँ यहाँहरूले प्रष्ट थाहा पाउन सक्नुहुन्छ। देखाउनु न दाइहरूको देखाउनु भिडियो पछि नै हुन्छ अनि फाइनल्ली हामी चाहिँ यसले गर्दा समाउन गाह्रो हुँदो रहेछ नि होइन ठिकै हुन्छ। हामीले चाहिँ आज चाहिँ एउटा नयाँ अनुभव लिँदैछौँ। पक्कै पनि मलाई आजको टुर राम्रै हुन्छ जस्तो लाग्छ। लाकुरी भन्ज्याङ भन्ने नाम चाहिँ हामीले धेरै पटक सुनेको तर हामी लाकुरी भन्ज्याङ चाहिँ अहिलेसम्म नपुगेको हुनाले यो नजिकको तीर्थ हेला भने लाकुरी भन्ज्याङबाट काठमाडौँको भ्यू चाहिँ एकदम दामी देखिन्छ के। जुन भ्यू हेर्नको लागि भए पनि हामी चाहिँ आएका छौँ। पक्कै पनि हाम्रो आजको यो टुर आजको यो यात्रा होलीको शुभ अवसरमा यो तय गरेको यो यात्रा चाहिँ पक्कै पनि सोचेको जस्तो त नहोला। सोचेकै जस्तो हामीले बनाउने हाम्रो तयारी छ। हाम्रो टुर चाहिँ अलि लामै जाने टुर थियो तर हामीले प्लान बनाउँदै हुन सकिएन। आज चाहिँ फाइनल्ली एकदम छोटो मिनी टुर भन्छ यसलाई। हामीले चाहिँ यसलाई मिनी टुरको रूपमा लिएका छौँ। आदरणीय मिनी टुर। हेलो ह्यापी होली। हामी चाहिँ लाकुरी भन्ज्याङको यात्रा गर्दैछौँ। एकदम हामी उत्साह पनि छौँ, हामी खुसी पनि छौँ, हामी अत्यन्तै खुसी पनि छौँ। हाम्रो फ्यामिली टुर हो यो। पछाडि दाइ भाउजू हुनुहुन्छ, अगाडि दिदी भेनाजु अनि हाम्रो भान्जी हुनुहुन्छ अनि मेरो पछाडि बुढी पनि छ। हामी चाहिँ मिनी टुर हो यो एकदम मिनी टुर। अनि अर्को एकजना मेरो भान्जा र अर्को विशेष भान्जाको परिवार आउनुहुन्छ बाइकमै। हामी लगभग 10-11 जनाको चाहिँ सङ्ख्यामा हाम्रो टुर हुनेछ। लगभग हामीले यो एक्साइटेड पनि छु क्या म। किनभने यो लाकुरी भन्ज्याङ भन्ने नाम मैले एकदम सुनिराखेको तर लाकुरी भन्ज्याङ भन्ने ठाउँ चाहिँ कहाँ हो भन्ने कुरो चाहिँ ललितपुर भन्ने चाहिँ थाहा छ। लाकुरी भन्ज्याङको जुन डाँडाबाट काठमाडौँको भ्यू चाहिँ एकदम दामी देखिन्छ अरे क्या। अनि त्यही कुरो सुन्नमा आएको छ तर म चाहिँ पुगेको छैन। आज हेरौँ काठमाडौँको भ्यू कस्तो देखिँदो रहेछ। यहाँहरूले पनि देख्न सक्नुहुन्छ। म यहाँहरूलाई पनि पक्कै पनि देखाउने नै छु। हामी चाहिँ सोध्दै जाने हो। अनि पछाडि देखाउनु त दाइ भाउजू हुनुहुन्छ। दाइ भाउजूलाई देखाउनु न। दाइ भाउजूलाई देखाउनु भिडियोमा अनि अगाडि पनि देखाउनु। अगाडि सुत्दै पुग्यो अनि दाइ भाउजूलाई
पनि छ मेरो दाइ भाउजू साइल दाइ हो मेरो साइल दाइ र साइली भाउजू उहाँहरूको टिम पनि राम्रो छ कि है उहाँहरूको जोडी के हुनु त हाम्रो पनि जोडी त राम्रै छ होइन हामी लगभग कहाँ आइपुग्यो भन्ने कुरो मलाई चाहिँ थाहा छैन एकदम अन्त धुन्दामै हिँडिराखेको छु मलाई लुबु पुग्यो भने चाहिँ लुबुबाट चाहिँ सिधा बाटो थाहा छ यहाँ त हामी कहाँ आइपुग्यो त है यहाँ त कहाँ आइपुग्यो त है के हो यो बाटो ओहो ल ठिकै छ हिँडौँ जहाँ पुग्छ त्यही जाउँ भन्ने हिसाबले हो अहिले लाकुरी भन्ज्याङ भन्ने ठाउँ कस्तो छ भन्ने मात्रै छ यसरी बाटो बिरा कति सानो बाटो यार कस्तो सागर बाटो छ ओ माई गड कति सागर बाटो हो यार तर हामी स्पिडमै छौँ कि अहिले ओ माई गड हामी यताबाट जानुपर्ने देखियो यो कहाँ आइपुग्यो आज हामी आइपुग्यो भनेर चाहिँ थाहा पाएन म यो बाटो हिँडिया जस्तो लाग्छ न हिँडेको पनि जस्तो लाग्छ हिँडिया छैन जस्तो लाग्छ भन्ज्याङ अब यहीँबाट हो सिधै हो लाकुर भन्ज्याङ आइपुग्नु लाग्यो हामी आइपुग्नु लाग्यो भन्दा नि यही बाटोबाट जाने हो लाकुर भन्ज्याङ अलि बाइक हटाउनु पर्ने भयो अब दाइ भाउजूलाई टी सर्ट लिने भनेको होलीको टी सर्ट एक एकवटा त लिँदा राम्रो हुन्थ्यो उहाँ चाहिँ बोरा हेर्न जानु भा बोरा दिदी हेलो बोल्नु हेलो हेलो हामी चाहिँ के अरे 2080 सालको 81 सालको 82 सालको 81 साल फागुनको 29 गतेको दिन चाहिँ होली मनाउन यो ललितपुरको लाकुरी भन्ज्याङ भन्ने ठाउँमा जाँदैछ हाम्रो 2-3टा ग्रुप छ यहाँ हाम्रो मिसले चाहिँ भिडियो गर्दै हुनुहुन्छ हेलो हेलो ल सिस्टर हजुर बोल्नुहोस् ह्यापी होली भन्नुस् ह्यापी होली गाइज सबैलाई ह्यापी होली दामी यहाँ चाहिँ गर्न एपट्टि वाउ या नाना हामी त यहाँ आउनै भन्ने ठाउँ रहेछ नि होइन आउनै भन्ने ठाउँ रहेछ नि त ह्यापी होली ऊ मान्छेको त्यहाँ ऊ डेटिङ सुरु भइसक्यो लौ बाटो यस्तो पनि छ हेर गाइस बनाइसक्यो बाटो पुरै अफरोड रहेछ नि त अफरोडको बाटो रहेछ म एकचोटि आएको थियो कि बुढी एकचोटि आएको थिएँ मैले चाहिँ बिर्सेँ कि मैले बाटो नै बिर्सेँ होइन तर म यो बाटो आएको छु लाकुरी भन्ज्याङको बाटो पनौती चाहिँ कस्तो लाग्यो भने यो ठाउँ चाहिँ आउनै पर्ने ठाउँ रहेछ मिस चाहिँ गरेनौ आयौ तर आज अलि मौसमले चाहिँ च्यालेन्ज दिइराखेको छ उसो लाग्यो ऊ काठमाडौँको भ्यू हेर्नु न काठमाडौँ भ्यू क्या दामी है काठमाडौँ भ्यू देखिरहेको छैन क्या उसोले यो भ्यू मौसम राम्रो भएको भए भ्यू चाहिँ दामी देखिन्थ्यो कि फाइनल्ली हामी चाहिँ लाकुरी भन्ज्याङ आइपुगिसकेका छौँ तल हामीले बाइक पार्किङ गरेर यहाँ हाम्रो फ्यामिली टुर हो फ्यामिली सबैजना फ्यामिली नै हो फ्यामिली भन्दा अरू दायाँ बायाँ अरू साथीहरू चाहिँ हामीले जोइन गर्न सकिएनौँ ओ माई गड धुलो उठ्दो रहेछ त ओ कस्तो धुलो उडेको है कस्तो धुलो उडेको या कस्तो धुलो उडेको भने नानी लेग पिस
क्या बेला भयो नि त यो चाहिँ छोइला यो चाहिँ लेग पिस यो ड्यू भइहाल्यो यो सलादहरू त्यो चाहिँ राइस बियर पनि देखाउनु यो चाहिँ पाउरोटी छ मैले लेग पिसमा गरौँ न ह्याप्पी होली एउटा लिनु ल आनीलाई यहाँबाट दिन्छु म यो हो नि त सेल्फी खिच्नु जग्गा उताबाट आनीलाई पिरो हुन्छ क्या हो ह्याप्पी होली ह्याप्पी होली मलाई चाहिँ भयो खोइ खोइ ल कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको आज चाहिँ हामी यो सबै लाकुरे भन्ज्याङमा छ लु भयो मामुलु पानी परिरहेछ सिंगल खिच्ने कि मौसमले च्यालेन्ज गरेको हुनाले आजको होली चाहिँ जगत सर आउने एक सेल्फी खिच्दै भयो जगत हुनु जगत ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली त ह्याप्पी होली जगत सुभाष सरले पछाडि आउनु लु लु ह्याप्पी होली कति जाडो के पानी पर्यो अनि आइफोनबाट किन्नु न तर यहाँ कस्तो राम्रो आएको है ओ फोटो ब्युटी भएर दुश्मन हेरेको हेरे माम तपाईँ हेरेको हेरे माम फोटो हेलो मामा दाजु हेलो 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 नाना सेको भिडियो हो यो मामा तपाईँ अहिले ट्याक्क बस्नु न फोटो खिच्नु मामा एउटा फोटो मामा फोटो तपाईँ अहिले हैन यतिको लागि त आएको ह्याप्पी होली यहाँ गीत सुभाष सर आउनु भयो हेलो हिँडेको बिजुली बालेर हट भएर पट भएर भ्यू चाहिँ आजको दामी लाग्यो मलाई चाहिँ साथीहरू तर यो मलाई अलिकति खलो लागेको चाहिँ केमा छ भने साथीहरू उता जानु अलि नराम्रो अहिले भिडियो एकदम राम्रो छ हैन भ्यूहरु धेरै राम्रो छ तर आज मौसमले च्यालेन्ज गरेको हुनाले आने ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली यसमा माइक्रोफोनमा ह्याप्पी होली ल गुड माइक्रोफोनमा ह्याप्पी होली ह्याप्पी होली लु 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 ह्याप्पी होली नाच्ने यहाँ जगल निकाल्यो लु खतरा नाच्नु भएन उड्नै पर्छ मान्छे ल मामा ह्याप्पी होली मामा मामा ह्याप्पी होली ह्याप्पी होली यसो भन्नु न ह्याप्पी होली ह्याप्पी होली भयो भाइ सिधै मामा हामी पानी पर्यो यार दामी भइरहेको थियो पानी परेर हामी चाहिँ निस्किनु पर्ने भयो यार हेलो 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 माइक चेक माइक चेक माइक चेक टेन्सन न भाइ दिदी ए मामा हजुर मामा
दाइ ल ल ल ल ह्यापी होली भिडियो पनि भएको छ फोटो पनि खिचेको छ दुश्मन हेरेको हेरे दुश्मन छ धेरै दुश्मन हेरेको हेरे हेरेको हेरे हेरेको हेरे साह्रै राम्रो के भाइ हट मार्नु नि भाइ तीन पाने आइराकले नहीं घुरी झंडा यार झंडा यार ल माम हो त्यहाँ ल अगाडिबाट खिच सानो सबैको मलाई सानो भयो कि भिडियो कस्तो भयो यहाँ यही भयो कि यहाँ अब ब्रेक भयो क्या भिडियो पनि भाइ भिडियो पनि मामा अलि गाडी गर्नु मामा जगत अलि गाडी भयो फोटो खिच्ने यहाँ हो पत्रकार चाहिँ तीन पाने आइराकले ह्यापी नजाउँ पर त जाउँ जाउँ हजुर हो साइलो मत चार घरे माया नमारे रोगा ती बेसी ओइ